नमस्ते सबैजनालाई। हामी चाहिँ घर नजिकैको बज्रबारे मन्दिर गएको, आन्टीको घर नजिकको। धेरै समयपछि भेटेर अब नजिकै मन्दिरलाई पनि डक्न जाऊँ भनेर हामी चाहिँ पुरा 3 जना गफ गर्दै मैले हात समात्दै धेरै समयपछि, मलाई त 3 वर्ष धेरै लामो समय लागिरहेको थियो भनौँ। मैले त फाइनली भेट भयो। उहाँ चाहिँ मेरो मुटुको टुक्राहरू। कति खुसी लाग्थ्यो मलाई यसरी 3 जना घुमाउँदाखेरि। आज चाहिँ न्यु इयर हो नि त, अनि म चाहिँ खास ल्यान्ड चाहिँ जनवरी 1 मा भएको थिएँ, अनि न्यु इयर अनि 1 तारिक भएर चाहिँ हामी मन्दिर गएको ढोग्नलाई। म पुरा नमस्ते गर्दै घुमिरहेछु। रमाइलो गऱ्यो, नयाँ दिनमा मन्दिर पनि गयो। मेरो आन्टीहरू चाहिँ यता बसेको यो मन्दिर नजिकै बस्नुहुन्छ, अनि यहीँ ढोग्नुको लागि गएको। उहाँ चाहिँ मेरो आन्टी, उहाँ चाहिँ मेरो कान्छी, अनि उहाँ चाहिँ मेरो मुवा, मेरो 2टा मुटुका धड्कनहरू। अनि सबैजना चाहिँ गाउँको मन्दिरमा राउन्डलाई घुमिरहेको थियो। अनि यस्तै भयो। अनि साँझ चाहिँ हामी मन्दिर गएर फर्कियौँ, ढोग्यौँ। म आज एकचोटि बोल्छु देवतालाई सम्झ्यौँ। हजुर हाम्रो फर्स्ट डे नेपालमा, अनि 1 तारिक चाहिँ यस्तै गयो। धन्यवाद सबैले हेरिदिनु भएकोमा। पछि हेरेर टक्क भिडियोहरू होइन सम्झना हुन्छ एउटा, त्यही भएर भिडियो बनाएको। म त्यस्तो युट्युबमा राखेर अब सब्सक्रिप्सन अथवा अरूको लागि भन्दा पनि मलाई भोलिपर्सि मेमोरिज हुन्छ भनेर चाहिँ मैले भिडियोहरू बनाएको। अब राम्रो नराम्रो त्यस्तो एडिट गर्न, भ्लगिङ गर्न त आउँदैन। बस छोटो क्लिपहरू एड गरेर एउटा भिडियो बनाएर एउटा सम्झना स्वरूप चाहिँ रहिरहोस् भनेर चाहिँ भिडियो बनाएको। यो दिन ब्याकमा धन्यवाद।